अलिअलि रिस भएको मान्छेले त मकैबारीभित्र कप्लो कुप्लो पार्छ नि त त्यो ल हेर ल यताबाट नि निस्किन्छ बाटो यहाँबाट निस्किन्छ यहाँबाट निस्किन्छ यहाँबाट हामी आएको भयो यहाँबाट आएको के हो यो चोकको नाम चाहिँ मकैबारी नै चौक होला Good morning, welcome back to my channel and the vlog session चाहिँ आएर हुनुहुन्छ म एकदम फिट एन्ड फाइन छु गाइज अनि सो नेक्स्ट भ्लगमा फेरि पनि हजुरहरूलाई स्वागत छ अनि आज चाहिँ लास्ट गर्मी छ चितवनमा यति धेरै गर्मी छ गाइज होइन रगरग हुन्छ नि त्यो कस्तो गर्मी भइरहेको गाइज है अनि सो त्यही भएर अनि बिहान उठेँ फ्रेस भएँ अनि बजार जाने काम चाहिँ सुप बजार गरेर आएँ अनि घर काम पनि गर्नुपर्ने हुन्छ नि त गाइज अनि ग्लुकोज पानी बनाएर खाँदैछु सो अनि फेरि दिदीको घर फेरि मकै लिन जानुपर्ने हुन्छ घर अनि बाइकमा तेल सेल हालेर मकै लिएर आउनुपर्ने काम हुन्छ अनि मकै लिएर आएपछि अनि आनन्द हुन्छ बल्ल त्यो हुन्छ नि यो घर बनाएको लोकल त्यो हुन्छ नि त्यो रक्सी त्यो खाँदाखेरि आन्द्राबाट सरर जहाँसम्म गयो त्यही थाहा हुन्छ नि त्यस्तै भयो क्या चिसो सल्ल जाँदा मनै हरर भयो भनेको अहिले चाहिँ बाहिर वेदर हेर्दा त एकदम शीतलै हो तर चाहिँ बाजा लगाइरहेको भयो भने हप्पो भइरहेको म फ्रेस भएर अनि टक्क मकै लिन जान्छु गाइस म यहाँ फेरि दिदी घर अब लगभग चाहिँ 4 किलो 5 किलोमिटर छ होला सो साइडतिर त्यतातिर गर्मी लास गर्ने हो गर्मी कस्तो अलिक ध्यान राख्नुपर्छ गर्मीमा ल बाइक त्यहाँ छ सबै निस्किनु पर्ने हुन्छ गाइस मैले यो ट्यु चाहिँ लिएर जानु पर्ने हुन्छ किनभने बाँध्न पर्छ नि त सो मसँग ट्यु थियो अनि टिस्यु दाइले दिनुभयो अनि ट्यु लिएर आउँछ अनि घर छ नि बल्ल कस्तो दामी गुलाब कि गाइस टिप्नु धरि मन लाग्दैन कि गुलाब अब टिपेर किन खान्न होइन सो अब म मकै लिन जान्छु अब यहाँ जस बाटो कन्फ्युज भएँ म त मकैबारी दरेम भयो बल्ल याद आयो गाइस मलाई मकैबारी दरेम भनेको मकैबारीको झाडीमा म कहाँ हो खोज्दै हिँडेको बाबा मकै लिन आएको मान्छे गाइस म मान्छे खोज्दा कता मकैबारीमा कता हो त्यति भित्रहरू ब्याड बनाउनु आउनुभएको थियो धान राख्ने हेर्नु आमामा गाडी बनाएको चाहिँ ध्यान राख्ने कता हो म त अलमल्ल परेँ यो मकैबारी अनि ब्याड आएर चाहिँ धान राख्ने बिउको लागि फेरिको म त्यो मकैको जङ्गलमा आएको गाइस म त हराएँ म त मान्छेको पसिना कस्तो भयो होला यो बारीमा आमा कहाँ होला त हो त्यति ध्यान दिएर खोज्दा भेटिन गाइस मान्छेहरू नि मकैबारी छ कहाँ होला त गाइस हेर्नु त आमामा चाहिँ माथि जङ्गल नजिक छ बाघ पनि आउँछ ठाउँमा त अनि कहाँ होला त म त भेटिरहेको गाइस माइ गॉड यार यस्तो मकैबारी छ होइन मकैबारी दराम हरियो काँक्रो कराम भनेको यस्तो सडक हुन्छ क्या त्यो मकैबारीभित्र काँक्रो पर्सी के छैन आमामा मान्छे कति दुःख गरेर बसिरहेको
ओ माई गड यार कस्तो छ के मगेबारी के आमामा डरै लाग्दो के कहाँ हो गाइज म त अलमल्ल परे कहाँ खोज्ने ए यो ठाउँमा त यार बाघ साग आयो भने मान्छे नै आयो नि मान्छे डऱ्यो भित्र त मान्छे गायब बनाइदियो नि बनाइदियो हेर्नु मकै घुम्यो नि कत्रो हेट ल हेर्नु म छिट्टै निस्किन्छु गाइस किनभने म हेर्दै दिउँसै अनि मकैको घारी यस्तो भित्र यस्तो छ दिदी भिनाजले भेटाएन म आमालाई लिएर चाहिँ आउँछु अनि बल्ल भेटाउँछु अनि फेरि भेटौँला है ल यहाँ गएर सोना आउँछ कि आउनु दिदी आउँछ नि है अहिले त आउँदैन रातिमा मात्रै आउँछ यो अलिअलि रिस भएको मान्छेले त मकैबारीभित्र कप्लो कुप्लो पार्थ्यो नि त गइहाल्ने मान्छे त अनि मलाई अस्ति एउटा साथीले त्यो कता भूतको चित्र देखाइदिएको थियो साँच्चै आएकै अनि त्यहाँ आएको भनेर यसरी देखाइदिएको थियो झन् आएको त्यही याद आएको मलाई त अनि यस्तो यो त अनि यो थेत्तेरिका यो त मान्छे पनि हराउने ठाउँ रहेछ त अनि त्यो बाटो थेत्तेरिका यो त सातो लाने ठाउँ रहेछ त यार थेत्तेरिका हेर्नु त मकै कत्रो आम्मामा मकैबारी दराइम भनेको त त्यही भएर पो रहेछ त्यही यत्रो मकै थेत्तेरिका यो मान्छेले खनेर नि भ्यायो बारीको मकै आमामा बारी पनि यत्रो हो नि अलिकति त्यो हुन्छ नि अलिकति ओहो भन्ने हुन्छ नि अझ अलिकति यत्रो बारी त कसरी खन्यो होला नि फर्सीको मुन्टा होइन ऊ त्यो बारीतिर त काँचै खामा जस्तो चाहिँ परेछ हेर्नु नि आम्मामा यो बारी त मान्छे त हिँड्दैन हौ एक्लै त थेत्तेरिका म लिन आएको हेर सातो बुत्लो गर्दै अघि म एक्लै आएको थिएँ गाई झ्यानेर होइन यो बाटो देखेछु होला भने एक्लै आएको थिएँ कहाँ भित्र रहेछ त अनि ल हेर्नु त मकैबारी चोक यो दिदी भिनाजले एक्लै खन्नु भयो पर्मा लाउँछ होला नि यता नि है ट्याज यार म त यस्तो त म त अचम्म लाग्यो यार यस्तो बारी त ल हेर्नु त यताबाट नि निस्किन्छ बाटो यहाँबाट निस्किन्छ यहाँबाट हामी आएको भयो यो चोकको नाम चाहिँ मकैबारी नै चौक होला हेत्तेरिका यार अहिले हावाले ढलाएर यस्तो गराएको छ यो एउटै गऱ्यो के अरे यो हावाले ढलाएर यस्तो गर्यो उहाँबाट 6-8 यो कस्तो यो आफैले लिएर ठेका गरेको कि आफ्नै हो ठेकामा गरे थेत्तेरिका दिउँसै कारी लाग्दो ठाउँ दिउँसै मान्छे मारे जस्तो ठाउँ रहेछ र पो अनि कहाँ एक्लै आउन सकिन्छ त नि यो बाटो यार फेट सातो गयो त गाइज यार हेर्नु त यो के छ यार मकैबारी थेत्तेरिका यार के भयो नि लिची जोर्न गयो होइन अनि यस्तो मकैबारीमा एउटा साथी त वार गर्दाखेरि त 2-4वटा मकै भाँच्यो म गएको त 15-20वटा मकै भाँचेको अब दराम र दुरुम यता र उता गर्दाखेरि त अनि मकै पनि नोक्सान लिची पनि नोक्सान लिची त झन् अब जान चढ्न सकेन माथिबाट फ्यालेको भएर खाएको हेत्तेरिका यो मकैबारी त फर्स्ट टाइम आयो त म यस्तो बारीमा त यार मकैबारी दरामको सुटिङ त यहीँ गर्नु पर्दो रहेछ हजुर मकै अझै सुत्दै गएँ हेत्तेरिका त्यो जस्तो मेहनत गरे त्यस्तै फल हेर्नु न फेरि मकै पनि कत्रो हो कि हेत अब यसमा धान लगाउने बिउ लगाउने त्यहाँबाट अनि बल्ल धान रोप्ने फेरि धान रोप्दाखेरि त कस्तो देखिन्छ होला यो बारी त यार हेट कहिले बिनाजु हो ठिकै भयो जसरी नि ल हेर त यहाँनिर ड्याम सर्लक्क लाएर
मकै चाहिँ अब यो अब घाँस यति एरियामा चाहिँ अब धानको बिउ छर्ने हो त्यसपछि लगाएर अनि बल्ल अरू सबै एरियामा धान रोप्ने हो उयो यसमा चाहिँ गरिसकेको मान्छेले छरिसकेको छैन भने चाहिँ यस्तो राखेर तिर छ ए पुरै जमानाको त नामी मानिएको साउ हो नि यसमा अर्कै सिधन बेरिनु हो नि त है यसरी यहाँ यस्तो ठाउँमा आएर नि खेतीपाती गरेर पढ्नुपर्छ भन्दा त यहाँ धेरै सुख छ नि यहाँ त आनन्द पनि छ है अनि बरगाड हेरेर बिनाजु बरगाड हेरेर त यहाँ धेरै सुख छ बरगाड हेरेर यहाँ त धेरै हो नि भनेको बरगाड हेरेर यहाँ धेरै सुख छ हेर्नु यस्तो ठाउँमा त अचम्म लागिरहेको त मकैबारी कति कति बिघा छ होला यो सबै टोटल सबै टोटली जग्गा टोटली जग्गा त बाबु थुप्रो छ 300 बिघा 400 बिघा यस्तो मकैबारीमा हराउने मान्छे यही म ल गाई जब हाम्रो चाहिँ दिदी भिनाजुले भारी अब टक्क कस्दिनु भयो अब यो लिएर चाहिँ म निस्किनु पर्ने हुन्छ मैले त मकै मैले त बोरामा लाने होला त सुकेको मकै होला भनेर सोचिरहेको थिएँ कि दिदी सीताको मकै म त यो सीताको भनेर थाहै थिएन नि त आमालाई यसको पानी नि दामी हुन्छ नि है मकैको ल गाई चाहिँ अब म यहाँ मकै प्याकिङ भइसक्यो यहाँ बाइकमा अब बाटो यस्तो थाहा हुँदैछ होइन अब म यहाँ निस्किनु पर्ने हुन्छ सो डाइरेक्ट घर गएर भेटौँ है ल यतिको भारीले म त डाँडा नि चढिदिन्छु भारी चाहिँ जो सल्का भइरहेको गाइस अब एकैचोटि घर गएर भिडियो गर्छ है ल खाएको भयो गाइस यार यत्रो लिएर यहीँ खुवाइदिएँ अब बाइक लिएर जान्छु पहिले अलिअलि मैले पनि छुट्टाएँ यो उसाको खानु मिठो हुन्छ कि त्यहाँ फेरि बाख्राको लागि ठिक हुन्छ नि त है यसो अब लाग्नु पऱ्यो हुन्छ गऱ्यौँ भयो लास गऱ्यौँ म अब घर जान्छु घर गएर भेटौँ ल अघि चाहिँ मकै लिएर आयो अहिले चाहिँ आउँथ्यो गाई चाहिँ अहिलेको मकै चाहिँ एकदम उसेर खानु पर्ने हुन्छ अहिले चाहिँ आमाले पछाडि गाउँ चाहिँ बिचमा गाउँमाथि म बसिरहेको छु यहाँ त रेस्टुरेन्ट आएकै छ यहाँ कोही गर्न पर्दैन हामी चाहिँ दबाई कामले आएको त्यहाँ आएको बेला चाहिँ गाउँको थिएन घरमा आयौँ खाँदैछौँ यसो घर गएर मकै सक्यो उसेर खानुपर्ने हुन्छ गाई अब घरतिर लाग्यो होला यसलाई भन्छ सुन कति दुःख हुन्छ बिचरा मान्छेहरूलाई फलाएर खानालाई है कति दुःख छ हेर्नु त तर अब यो असली खाजा यो यसको पानी मकैको पानी खाएपछि गर्मीमा यति राम्रो हुन्छ गाइस जो पाइल्सहरू छ होइन झन् तिनीहरू झन् यति राम्रो हुन्छ गाइस है त्यही भएर मैले चाहिँ यो चाहिँ सर्लक कलाएर मकै उसान्छु यही उसानेको पानी नै पिउँछु किनभने यसले स्वास्थ्यलाई एकदम राम्रो गर्छ चिल्लो चाप्लो मोमो चाउमिन यो खानु भने त यो मकै यति राम्रो हुन्छ कि यो बेला अहिले बेला चाहिँ जता पनि छापछाप पाउने तर हाम्रो घर गाउँतिर छैन त्यही काली लाउँदो मकै घारीमा मात्र रहेछ डेन्जर ल यसलाई चाहिँ म उसान्छु उसानिसकेपछि यो खानुपर्ने हुन्छ अनि अर्को चाहिँ 11-12 वर्ष भयो त्यो दिदी चाहिँ बाहिर हुनुभएको दिदी अभियसली काठमाडौँ हुनु बस्नुहुन्थ्यो होइन सो आज भेट्न आउनुभएको छ सो अझ धेरै रमाइलो हुन्छ होइन अनि बवाल इन्जोय हुन्छ सो अनि त्यही हो अब चाहिँ यसलाई उसान्छु रेडी बनाउँछु अनि खान्छु ल सिलौटो घाममा छ क्या दिदी आज धेरै 11 वर्षपछि आउनुभएको कति बजी म त यहाँ त 11 वर्षमा है 11 वर्षपछि आउनुभएको दिदीले अनि हामी चाहिँ स्पेसली एउटा मकै खाँदै इन्जोय लिँदै हजुर मजा आउँछ कम पसिना चुहाउने गरेर लिएर आएको मैले त मकै
गाइस फाइनली मैले चाहिँ मकै लिएर आइसक्यो यस्तो मिठो भएको मकै होइन कुरै गर्नु पर्दैन यस्तो दामी भयो मकै मान्छेमा 32 गुण लक्षण भरेको हुन्छ भन्छ नि त्यस्तै भएको मकै हेर्नु एउटा मकैको 32 गुण भरेको मकै हो कि गाइस आमा भान्जी भान्जी मकै मिठो खाने होइन दामी छ अझ काठमाडौँको मान्छेहरू त मकै सकै यताउता त खासै कुन भान्जीले कविता भान्जीले हो कि भान्जीले के भन्यो नि धान हो कि के धानबाट चामल हुन्छ भनेर कुन भान्जीले पो भन्यो मलाई यार सानोमा यार धानबाट चामल हुन्छ भनेर होइन चामल पनि फुट्नु फल्छ र भनेर भन्यो नि त भान्जीले कविता भान्जीले हो क्या होइन कविता भान्जीले हो त्यही छ कविता भान्जीले हो सानो सानोमा पानको पात छोडेर तपाईँलाई कस्तो पानी भात पान बनाएर पात थियो त्यो यसरी पो फल्छ ए विशाल मामा विष्णु मामा त्यहाँपछि त आएकै हुन्छ त्यसपछि गएर सबैजना आए होइन अझ बेलुका जोस् रमाइलो हुन्छ मजा हुन्छ रमाइलो हुन्छ दिदीबहिनीहरू सबै भेट हुने भयो गाइस ल अब लास्ट समय भिडियो हेरिदिएर होइन साथ दिनुभएकोमा हृदय दिनुभएकोमा एकदम लास्ट दिदीबाट धन्यवाद दिन चाहन्छु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला यति भन्दा बिग्रिन चाहन्छु धन्यवाद जय नेपाल जय